मर्निङ गाइज आज चाहिँ बिहान उठ्दा चाहिँ हिउँ परिरहेको रहेछ सेतै भएछ हाम्रो आँगन त यत्रो यो निकै बिल्लेछ हामी चाहिँ ढिलो उठेर होला नभए चाहिँ पुरा थियो रहेछ बिहान चाहिँ यहाँ किचनमा जाँदैछु सो गाइज अब चाहिँ म छुर्पी बनाउनु आँटेको गोर्खे स्टाइलमा तर एक्ज्याक्टली गोर्खे चाहिँ होइन कराई बताइराखेको छु हो हो बेबी त्यो क्या आइना ऊपर असीम करके खुलने जगह पर नहीं था वो हो छुर्पीको सब्जी भन्नु कि अचार भन्नु कि गोर्खे भन्नु गाइस हो सबै कुरा हो यो चाहिँ मिल्क प्रडक्टले बनिन्छ जसलाई पनि थाहा छैन तर यो त कमन हो नेपाली अनि बुद्धिस्ट कम्युनिटीमा चाहिँ मजाले पकाउनुपर्छ सबसे छिट्टो पाक्ने सब्जी चाहिँ यही हो कति पनि टाइम लाग्दैन गाइस यहाँ पिङ्क सोल्ट हाल्नु है हेर्दा मिठो देख्यो हाम्रो चाहिँ रोटी छ हामी चाहिँ रोटीसँग खानु आँटेको दुईवटा बासी रोटी थियो अनि दुईवटा डल्लो बनाएर चाहिँ रोस्ट रोटी बनायो अब यो मजाले रोटीसँग खानुपर्छ एकछिन छुर्पी पकाउनुपर्छ देन इट्स रेडी यो चाहिँ 5 मिनटमै बनिने सब्जी हो गाइस
लाइटर पाएछ है खोइ मोका बासी रोटीमा घिउ लगाएर दुईटामा चाहिँ त्यो सबैमा लगाइदिऊ बहिनी तिमी ब्ल्याङ्केट बोकेर कहाँ गएको ए बहिनीले सबै छेकिदियो ए बस्नुहोस् के हो बेबी रोटी त्यो पिरो अबै पिरो हुन्छ भयो हुन्छ अर्को भएछ यो त्यो पिरो हो भन्छु यहाँ चाहिँ आफ्टरनुनको खाना रेडी भएको हो गाइस यहाँ छ मकै चामल मिक्स याक मिट अलिकति त्यही बिहानको छुर्पी दाल अनि अचार के गरेछ म चाहिँ एक गेम खेलेर खाना खान्छु खाइहाल्छु ल नुन छैन यो म्याच सकेर दालमा नुनै छैन के छ यहाँ के छ यहाँ अड्डी भयो खेल्दै गर ल हेलो नमस्ते आजको बिहानको चाहिँ तपाईँहरूलाई देखाइहालेँ मैले पुरा स्नो थियो अनि एज वेदर डिमान्ड आज चाहिँ मोमो बनायो अनि यहाँ चाहिँ मजाले मोमो खानेछु कतिवटा खान्छु म तपाईँहरूलाई बादमा भन्छु है सो यस चिसो भइसक्यो यस्तो जाडो जग्गामा यो चाहिँ आलु मोमो हो गाइस आलु मोमो भन्दा सबैजनाले मन पराउनु सुक्खा फुक्का परेको सम्झिन्छ तर यो चाहिँ त्यस्तो हुँदैन यो चाहिँ हल्दी तेल बटर हालेर मजाले बनाएको हुन्छ त्यही भएर पुरा मिठो हुन्छ